हेलो गाइज नमस्ते एन्ड वेलकम टु आवर ब्लग। आज चाहिँ हामीले हजुरलाई हामी क्याम्पिङ आएको ब्लग देखाउन गइरहेका छौँ। आज चाहिँ हामी यता प्रतापपुर क्याम्पिङ आएको अनि हामी आइसकेका छौँ। हामी हाम्रो बस पहाड यसो हल्का सबैको सामुन्ना गरेर अलिकति गर्दैछौँ। ल बाँकी जानकारी सबै हामीले दिनेछौँ भित्र गएर। बाई सी यू। Welcome to my vlog. Thank you. चिया खाँदै फोटो खिच्नको लागि आएको होइन, लुकेर है गाइस। लुकेर बाटो पनि हेर्नु होला। बाटो देखाइदिन्छु म अहिले एकैछिन पछि देखाइदिन्छु। बाटो हेर्नु गाइस, हामी यस्तो कच्ची रोडबाट बाटो तोरीबारी हेर्न सक्नुहुन्छ हजुरले। अनि हामी यति राम्रो मान्छे हेर्न सकिहाल्नुहुन्छ। फोटो सेसन अब चाहिँ हामी फोटो सेसन सुरु हुन्छ। चिया खाँदै क्याम्पमा हामी चाहिँ प्रतापपुरै गाइस। ल अहिले देखाउँछ सिन, यस्तो दामी सिन छ। हामी चाहिँ फोटो खिचेर फोटो नराम्रो आएर यो टुक्टुकी फोटोमा आएर हामी थकित अवस्थामा फर्किँदैछौँ। अनि सृष्टि र मुकेशलाई पनि गएर पठाइदिने हो फोटो खिच्न। हामी पनि सँगै आउँछौँ। अनि त्यतिखेरको लागि अपडेट अहिले दिँदै गर्छौँ। ल बाई। हामी पनि ब्याग भइसकेका छौँ। 4 जना भएर फोटो खिच्न हिँडेका छौँ। तर हामी भागेर हो गाइज, थाहा छैन कसैलाई पनि। किनभने उहाँ चाहिँ स्याम्पल यत्तिकै छोडेर तोरीबारीको सिनमा चाहिँ 4 जना चाहिँ खिच्ने भनेर हाई गर न। छिटो